ओके, नेपाल जानु पर्यो, टिकट काट्नु पर्यो, अझै पनि ट्राभल नै गरेर बस्ने हो त? अझै पनि ट्राभल बिना त कामै हुँदैन, ट्राभल कम्पनी नै जानुपर्छ भन्नेहरूको लागि है त। नेपाल हुँदाखेरि हाम्रो समस्या के थियो, हामीले इन्टरनेसनल वालेट पेमेन्ट सिस्टम्सहरू युज गर्न मिल्दैन थियो, गुगल वालेट चल्दैन नेपालमा। अब पेमेन्टै गर्नु छ भने ब्याङ्कबाट हामीले स्पेसियल अथोरिटी दिए जस्तै हो, अब त्यो हत्तपत्तै यस्ता उस्ता भारी भुरीलाई दिँदैन ब्याङ्कले। डलर कार्ड लिनु पऱ्यो, डलर कार्डबाट वी क्यान डु द्याट। अब ट्राभल कम्पनीले धेरैको फ्लाइट्सहरू म्यानेज गरेर हुन्छ र उनीहरूले इजिली पाउँछ र दे गेट अ मेम्बरसिप अफ लाइक एयरवेज, लाइक इफ आई टेक एक्जाम्पल कतार एयरवेजबाट उनीहरूले मेम्बरसिप लियो एन्ड दे गेट द टिकट फर यु एन्ड दे इन्क्लुड द चार्जेस एन्ड त्यो प्राइस चाहिँ एउटा सेट भएर तपाईँको जान्छ। यदि त्यो बिचको मान्छे हट्यो, ट्राभल कम्पनी हट्यो, एन्ड देन इफ यु हेभ द एक्सेस टु द मनी because you are in the Europe and you have access to the MasterCard, then why not? It's very simple, very simple. I will tell you. First of all, चाहिँ मेरो इजिएस्ट रेकमेन्डेसन चाहिँ गुगल वालेट्समा गएर चाहिँ जस्ट प्राइस ट्र्याक गर्नलाई चाहिँ गुगल फ्लाइट्समा जाने भयो। गुगल फ्लाइट्समा गइसकेपछि यु क्यान सिलेक्ट यो डेट सिलेक्ट गर्यो, राउन्ड ट्रिप अर वान वे सिलेक्ट गर्यो एन्ड इट सो द एन्ड सर्च अफ गर्ने बित्तिकै इट सोज भेरियस अप्सन्स लाइक कहाँबाट चाहिँ काट्ने त, कहाँबाट काट्ने भनेर उसले 4-5वटा अनि एभाइलेबल फ्लाइट्स एन्ड कहाँबाट काट्ने त्यो सबै एकैचोटि देखाइदिन्छ त्यहाँनिर। अर्को कुरा चाहिँ यु मस्ट ह्याभ पासपोर्ट। कतिलाई लाग्छ टिआरसी भएपछि चाहिँ जहाँ पनि जानु मिल्छ, द्याट डजन्ट मिन कि पासपोर्ट चाहिँदैन। पासपोर्ट चाहिन्छ, द्याट इज यर ओरिजिनल आइडेन्टिटी, द्याट्स अ मिथ कि पासपोर्ट चाहिँदैन, टिआरसी भएपछि पुग्छ। सो डोन्ट बिलिभ इन इट, योर पासपोर्ट मस्ट बी भ्यालिड एन्ड योर पासपोर्ट मस्ट बी विथ इन योर सेल्फ। मैले धेरै यु क्लिक अन द्याट एन्ड त्यो लिङ्क्ड वेबसाइटमा जान्छ, लाइक कतार एयरवेज हो भने कतार एयरवेजकै वेबसाइटमा गएर यु आर एडिङ अप द डिटेल्स एन्ड पेमेन्ट यु आर पेइङ डाइरेक्टली टु द कतार एयरवेज, देयर इज नो मिडल म्यान। प्लेनको टिकट काट्नु इट्स लाइक नथिङ नाउडेज। पहिला पो ट्राभलमा जाने लाइन बस्ने थियो, अब अहिले चाहिँ घरमै बसी यु आर फिलिङ अप द डिटेल्स, यु आर पेइङ फ्रम होम एन्ड इट्स गुड टु गो। होइन म ट्राभलैबाट टिकट काट्छु भन्ने लाग्छ भने अनलाइनमा अझै ट्रस्ट नभए कतार एयरवेजलाई तपाईँले यो booking.com र स्काई स्क्यानरबाट युज गर्न सक्नुहुन्छ। इट्स लाइक इफ यु आर बाइङ अ भेजिटेबल इन द मार्केट एन्ड यु आर बाइङ अ भेजिटेबल फ्रम द फार्मर डाइरेक्टली फार्मरबाट किन्दाखेरि चाहिँ तपाईँले अब उसँग जे एभाइलेबल छ त्यही किन्ने भयो। अब मार्केटमा त धेरै अप्सन्स हुन्छ, यु हेभ द भेराइटी टु चुज वाट, लाइक यु क्यान सी द भेराइटी। सो तपाईँले त्यही दिनको फ्लाइट गुगल फ्लाइट्समा हेर्नुभयो र त्यही दिनको फ्लाइट यता booking.com सर्टमा हेर्नुभयो भने चाहिँ यु विल सी लड अफ अप्सन्स देयर, लाइक कहाँबाट काट्ने कुन त्यो धेरै आउँछ। यसमा चाहिँ लिमिटेड अप्सन छ क्या, लाइक डाइरेक्टली कुनबाट काट्न मिल्छ, डाइरेक्टली कुन एयरलाइन्सबाट काट्न मिल्छ त्यो चाहिँ गुगल फ्लाइट्सले सर्च गरेर देखाइदिन्छ। एन्ड देन booking.comहरू अनि योहरूले चाहिँ फर्स्टमा चाहिँ डिस्काउन्ट हुन्छ बिकज दे आर अ ट्राभल कम्पनी, सो दे आर अ मिडल म्यान, सो यिनीहरूले चाहिँ डिस्काउन्ट हुन्छ। अनि पछि चाहिँ यिनीहरूले सायद अलिअलि चार्जेस पनि एड गर्ला, बट यु क्यान कम्पेयर द प्राइजेस एट एनी टाइम। सो आई जस्ट वान्ट टु टेल द्याट फिजिकल्ली गएर टिकट काट्ने सिस्टम चाहिँ अब चाहिँ हटाउनु पऱ्यो कि, मतलब फिजिकल्ली गएर टिकट काट्ने, अब त टिकटै काट्न मिल्दैन, त्यो सेल्फ डिपेन्डेन्सी बनाउन खोजेको क्या। आई एम ट्राइङ टु मेक यु सेल्फ डिपेन्डेन्ट, लाइक यु क्यान डु इट एज बाई योर सेल्फ। इट्स जस्ट लाइक फ्लिक्सबक्स युज गर्नुभएको छ कहिले? फ्लिक्सबक्समा वाट यु डु, यु डोन्ट हेभ द फिजिकल ब्रान्चेस, जस्ट भोलि या पर्सि बसमा अब कतै जाने हो भने जस्ट you book the flight from the app, bus trip from the bus, and then you pay online or you have the option to pay cash, and then पेमेन्ट भइसकेपछि त्यो एउटा पास जस्तो भन्छ, त्यो पास चाहिँ गुगल वालेटमा गएर एड भएर बस्छ। एन्ड देन गुगल वालेटमा एड हुने बित्तिकै जस्ट युज सो द क्युआर कोड, त्यो बसमा त्यही टाइममा गएर त्यो स्टेसनमा गएर बसको सब कन्डक्टरलाई गएर देखाइदिएपछि उसले स्क्यान गर्छ एन्ड यु सिट अन द बस। इट्स द्याट सिम्पल एट द्याट पोसिबल। सेम एट द एयरलाइन्स, त्यहाँनिर तपाईँले डिटेल्स हाल्नुहुन्छ एन्ड देन सिट सेलेक्ट गर्नुहुन्छ अनि त्यसरी कुनै एक्स्ट्रा एड गरिन्छ। सिट सेलेक्ट गर्ने अप्सन्सहरू तपाईँलाई चाहिन्छ भने एक्स्ट्रा पे गर्नुपर्छ, एक्स्ट्रा पे गरेर एन्ड देन पेमेन्ट अप्सन्समा गएर एन्ड यु पे एन्ड दे सेन्ड यु द कन्फर्मेसन इमेल
एन्ड अर्को पनि इमेल आउँछ, अर्को इमेल चाहिँ बोर्डिङ पासको लागि हो। त्यो चाहिँ जुन दिन जाने हो त्यो जानुभन्दा 24 घन्टा अगाडि त्यो इमेल पठाउँछ उसले। अनि त्यस पछाडि बोर्डिङ पास त्यो पनि गुगल वालेटमै गएर एड हुन्छ। एन्ड देन यु गो एट द एयरपोर्ट, यु चेक इन योर ब्याग्स एन्ड अल, एन्ड देन तिनीहरूले बोर्डिङ पासहरू